अबको 5 वर्षमा नेपालको अर्थतन्त्रको आकार 100 खर्ब रुपियाँ पुर्याउँछौँ। अबको 10 वर्षमा 200 खर्ब रुपियाँ पुर्याउँछौँ। त्यसका लागि हरेक वर्ष 7 देखि 9% आर्थिक वृद्धि गर्छौँ। धेरैलाई लाग्छ अर्थतन्त्रको आकार बढ्दा मलाई के फाइदा हुन्छ। याद गर्नुहोस्, अर्थतन्त्रको आकार अङ्क मात्र होइन। अर्थतन्त्रको आकार बढ्दा तपाईको घरको चुलो, खेतको मूल्य, पसलको बिक्री, युवाको काम र बुढाबुढीको सहारा एकैपटक बदलिन्छ। तपाईँ जागिरे हुनुहुन्छ भने तपाईँले काम गर्ने कम्पनीको नाफा बढ्छ, तपाईँको तलब पनि बढ्छ। तपाईँ किसान हुनुहुन्छ भने बजारको माग बढ्छ, तपाईँको उत्पादनको मूल्य पनि बढ्छ। तपाईँ व्यवसाय गर्नुहुन्छ भने ग्राहकको आम्दानी बढ्छ, तपाईँको बिक्री पनि बढ्छ। तपाईँ बेरोजगार हुनुहुन्छ भने नयाँ नयाँ कम्पनी खुल्छन्, नयाँ जागिर खुल्छ, तपाईँको अवसर पनि बढ्छ। तपाईँ वृद्ध हुनुहुन्छ भने सरकारको राजस्व बढ्छ, सामाजिक सुरक्षा बलियो हुन्छ। तपाईँ जागिरे भए पनि, किसान भए पनि, व्यवसायी भए पनि, बेरोजगार भए पनि, वृद्ध भए पनि वा जोसुकै भए पनि नेकपा एमालेको केन्द्रमा तपाईँ हुनुहुन्छ। त्यसैले घोषणा पत्रमा हामीले तपाईँका लागि 11वटा स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छौँ। देश बदल्ने ऊर्जा युवामै छ, त्यसैले सुरुवात युवाबाट गरौँ। 10 GB इन्टरनेट डाटा। 18 देखि 28 वर्षका युवालाई 1 वर्षसम्म हरेक महिना 10 GB इन्टरनेट डाटा निशुल्क दिन्छौँ। यो भनेको 20 घण्टा एचडी भिडियो, 40 घण्टा अनलाइन क्लास वा फर्म भर्ने, पोर्टफोलियो बनाउन मिल्ने पर्याप्त डाटा हो। यसकै सहाराले कोडिङ सिकेर फ्रिल्यान्सर बन्न सकिन्छ, ग्राफिक डिजाइनिङ सिकेर काम गर्न सकिन्छ, डिजिटल मार्केटिङ सिकेर कन्सल्टेन्ट बन्न सकिन्छ। त्यसैले एमाले भन्छ, युवा तपाईँ अघि बढ्नुहोस्। 10,000 अमेरिकी डलर बराबरको बैंक कार्ड। स्टार्टअप र अनलाइन अन्तर्राष्ट्रिय कारोबारलाई सजिलो बनाउन युवा तथा उद्यमीलाई प्रति व्यक्ति 10,000 अमेरिकी डलर बराबरको बैंक कार्ड दिन्छौँ। विदेशी सेवा शुल्क, क्लाउड, डोमेन, सफ्टवेयर, एआई सेवा र डिजिटल विज्ञापन भुक्तानी गर्न मिल्ने यो सुविधा हो। यसबाट एप विकास गर्ने, कन्टेन्ट बिक्री गर्ने, विदेशी क्लाइन्टसँग सेवा निर्यात सुरु गर्ने काम सजिलै गर्न सकिन्छ। त्यसैले एमाले भन्छ, आइडियालाई बजारसँग जोडौँ। 3 वैदेशिक रोजगारी श्रमिकको खातामा 5,000 रुपियाँ, सामाजिक सुरक्षा निरन्तर। रेमिट पठाइरहेका श्रमिकको सम्मान स्वरूप उनीहरूको खातामा वार्षिक 5,000 रुपियाँ थप गरिदिन्छौँ र सामाजिक सुरक्षा निरन्तर बनाउँछौँ। विदेशमा हुँदा पनि योगदानको रेकर्ड नटुट्ने, फर्किँदा शून्यबाट सुरु गर्नु नपर्ने सुविधा हो यो। त्यसैले एमाले भन्छ, विदेशको पसिनालाई स्वदेशमा सम्मान चाहिन्छ। 4 विद्यार्थीलाई 20 लाख निर्ब्याजी ऋण, पारिश्रमिक सहित इन्टर्नसिप। प्राविधिक उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई 20 लाखसम्म निर्ब्याजी ऋण दिन्छौँ र न्यूनतम पारिश्रमिक सहित इन्टर्नसिपको व्यवस्था गर्छौँ। ब्याजको डर बिना पढ्ने, पढ्दै कमाउने, अनुभव बनाउने अवसर दिन्छौँ। 5 किशोरीलाई निशुल्क प्याड, कक्षा 10 सम्म दिवा खाजा। सबै विद्यालयका किशोरीलाई निशुल्क प्याड दिन्छौँ र कक्षा 10 सम्मका सबै विद्यार्थीलाई दिवा खाजा खुवाउँछौँ। महिनावारी वा खाली पेटका कारण पढाइ नरोकिने व्यवस्था गर्छौँ। 6 श्रमिकको न्यूनतम पारिश्रमिक 25,000 रुपियाँ, सामाजिक सुरक्षा। न्यूनतम पारिश्रमिक 25,000 रुपियाँ पुर्याउँछौँ र सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षामा जोड्छौँ। त्यसैले एमाले भन्छ, श्रमिकको काम मर्यादित हुनुपर्छ। 7 शिक्षकको मर्यादा, सबै शिक्षकलाई सामाजिक सुरक्षा। शिक्षकको मर्यादा क्रम तोक्छौँ र सामुदायिक तथा निजी सबै शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षामा जोड्छौँ।
शिक्षक सुरक्षित र सम्मानित भए हरेक कक्षा बलियो हुन्छ। 8. स्वास्थ्य स्वयंसेविकालाई 20,000 रुपियाँ भत्ता सामाजिक सुरक्षा। स्वास्थ्य स्वयंसेविकाको वार्षिक भत्ता 20,000 रुपियाँ पुर्याउँछौँ र सामाजिक सुरक्षामा जोड्छौँ। गाउँको स्वास्थ्य सम्हाल्ने महिलाको सम्मान र सुरक्षा गर्छौँ। 9. उद्यमी महिलालाई 20 लाख निर्ब्याजी ऋण, 20,000 सुत्केरी भत्ता, 5 लाख निशुल्क बिमा। महिलालाई 20 लाख रुपियाँसम्म निर्ब्याजी ऋण दिन्छौँ। सुत्केरी महिलालाई प्रति जन्म 20,000 रुपियाँ पोषण भत्ता दिन्छौँ। गर्भवती महिलालाई 5 लाख रुपियाँसम्म निशुल्क जीवन बिमा दिन्छौँ। त्यसैले एमाले भन्छ, घर सुरक्षित बनाउन आमा सुरक्षित। 10. गरिब परिवारको 25,000 रुपियाँसम्म ऋण मिनाहा सामाजिक सुरक्षा। 2082 भदौसम्म लिएको 25,000 ऋण मिनाहा गर्छौँ र सामाजिक सुरक्षामा जोड्छौँ। यसले सानो ऋणको चाप घटाउने र भविष्य सुरक्षित बनाउन सहयोग गर्छ। 11. सुरक्षाकर्मीको सम्मान र कल्याण। बहालवाला र अवकाश प्राप्त सुरक्षाकर्मीको सेवा सुविधा, सामाजिक सुरक्षा, स्वास्थ्योपचार र सिप विकास बलियो बनाउँछौँ। त्यसैले एमाले भन्छ, देश जोगाउनेलाई राज्यले पनि जोगाउँछ। डाटा, कार्ड, ऋण, खाजा, भत्ता, पारिश्रमिक, सामाजिक सुरक्षा जस्ता यी 11 कामले तपाईँको जीवनलाई तुरुन्तै सजिलो बनाउँछ। तर 5 वर्षमा 100 खर्ब र 10 वर्षमा 200 खर्ब रुपियाँ पुग्न देश चलाउने मूल मेसिन बलियो बनाउनुपर्छ। त्यो मेसिन 5 वटा बटनले चल्छ: काम, उत्पादन, निर्यात, सेवा र सुशासन। हामी एमाले पहिले पनि कठिन समयमा काम गरेर देखाएका छौँ। सङ्कटमा भाग्ने होइन, सङ्कटमा उभिने पार्टी हो एमाले। भनेको गर्ने र गरेको मात्र भन्ने पार्टी हो एमाले। भूकम्प र कोभिडको कठिन समयमा पनि करिब 7.5% आर्थिक वृद्धि हामीले गरेरै देखायौँ। 3 वर्षमै 10 लाख भन्दा बढी नेपालीलाई गरिबीबाट बाहिर निकाल्ने गति बनायौँ। 8,50,000 भन्दा बढी निजी आवास बनायौँ। 7,500 भन्दा बढी विद्यालय, 1,500 भन्दा बढी स्वास्थ्य संस्था, 1,050 भन्दा बढी सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्यौँ। प्रतिदिन 5 किलोमिटर भन्दा बढी सडकको दरमा काम अघि बढायौँ। लोड सेडिङ अन्त्य गर्यौँ। खुला दिशामुक्त देश घोषणा गर्यौँ। 4G विस्तारको काम अघि बढायौँ। स्वास्थ्य बिमालाई 65 जिल्लासम्म पुर्यायौँ। त्यसैले आज हामीले भनेका कुरा कागजका बाचा होइनन्। यो योजना मात्र पनि होइन, यो हाम्रो बानी हो, काम गरेर देखाउने बानी। यी सबै कामको जरा के हो? हाम्रो लागि विकास अङ्क मात्र होइन, विकास भनेको देश सुरक्षित हुनु हो, व्यवस्था चल्नु हो अनि नागरिकको भरोसा टिक्नु हो। त्यसैले हामी 5 आधारभूत मान्यतामा उभिएका छौँ, उभिरहन्छौँ। संविधान जारी भएपछि तेस्रो पटक हुन लागेको चुनाव